अस्ति अब के गर्नु त्यो गरिहाल्यो अहिले आएर यस्तो भन्छु होइन ल ल केही छ छैन तिम्रो बुढालाई चोखै पठाएको केही छ चोखो छ कि छैन सारा समाजले देखेर मलाई खबर पुऱ्याइसकेको छ आइ के अर्काको पहिला देखेर आइ भनिसेस बाहिर आओस्। बाहिर अहिले म धरान भएको भए त कतै अब यता टाढो छु अब यहाँ अर्कै काममा छु अनि कहाँ त काम गरिरहेको छु बाहिर आओस्। ए म अहिले भ्याउँदिनँ भने अर्कै काममा छ हिँडेर बाहिर छ भन्छ त आज काठमाडौँमै होइन भ्याउँदिनँ क्या मेरो अरू भिडियो हाल्नु हो नि त हामी मिल्दैन त यार मिल्दैन क्या उनीहरू भनेको त उयो गर्ने हो होइन के भन्छ मलाई स्मल साइज अहिले त तपाईँको स्टोर बन्द भइसक्यो होला नि नत्र इफ मिल्छ भने चाहिँ आजै मिल्छ कि मिल्दैन होला उसमा के भन्छ इन्ड्राइडमा पठाउनको लागि काठमाडौँ भ्याली के हजुरको पसल काठमाडौँमा होइन कता हो र म यहीँ छु दुईजना अलिक पछि बोल्नु नि हो म छैन नि आज बिचरा नहुने भएर मैले उडाइदिइसकेको भए पनि काम नलाग्ने मान्छे गराएँ उयो छ भने तिम्रो र भाइरसको आँखा जुदाजुद गरिसक्यो आउने बित्तिकै यस्तोसम्म गर्न भ्याइसक्यो होइन त्यही भन्दैन मिलाएर भन्दैन है ल तिमीहरू आँखा जुदाजुद गर्ने म यता मोबाइलतिर हेर्दा अब लाइभमा आएको छ दुईजना जोइन भएको छ अनि यसो फर्केर उयो गीत बजाउ न आकाशको जुन झार्छु म भन्दिन उनको बाहेक भन्ने गीत बजाउ न गएर हेर्न सक्नुहुन्छ दिनाजी है कस्तो गीत बजाएको यो मोटो जलाई जलाई भगवान के हो यार नबजाउन गीत के बजाएको कसकोमा बजेको हो यो रहेछ नि मायाकुरी उयो लाउन आऊ त्यो आकाशको जुन झार्छु म भन्दिन भन्ने गीत बजाउन प्रिया छिटो त्यो होइन क्या त उसको उयो ऱ्याप बजाउ न है गोस्ट चुप तिमीले भनेको मान्न छोडिसक्यो उसले किन आकाशको जुन होइन डर टिकुनको आकाश जुन गयो हो कति भएको के भनेको मैले बुझिन म्याम मलाई चाहिँ यही मात्र चाहिएको थियो भोलिदेखि मेरो कि त्यसको लागि भयो नि यो ड्रेस चाहिएको थियो क्या त्यसको लागि चाहिँ हामीले पसल खोल्ने बित्तिकै मलाई एकचोटि यही नम्बरमा कल नै गर्नुभयो हुन्छ है पेमेन्ट म अहिले नै गरिदिइरहेको छु मलाई भोलि चाहिँ हजुरको दोकान खोल्ने बित्तिकै चाहिँ मलाई इन्ड्राइडमा जति सक्दो टाढो हुन्छ भन्ने चाहिँ पठाइदिनु भयो हुन्छ है कसमै खाइसके माता उनकै हो चिन्तालाई लाखौँमा धेरै ज्याछु एउटालाई आकाश मैले बाजा स्वर पनि के हो माता उनकै हो 180 रुपियाँ केजी छ अरे टमाटरको भाउ
आजसम्म तिमीहरू पार्लरमा के गरी बसेछौ घर नगएर भन्छु म्याकुरीहरू के भाइरस भाइरस कता भेर म यतातिर छु आजको बुढालाई भाइरस जी भन्ने है त भाइरस भाइरस अहिले बेबो एकजना खोल्दै यसको कस्तो छ फेरि बेबो भाइरस काठमाडौँमा जाडो छ छैन छैन जाडो केही जाडो छैन दुईजना एक्लै खारो भएर एक्लै सँगै काठमाडौँमा भएर पनि सँगै बस्न नहुनुको पीडा गर्छ तिम्रो घरतिर आउन आँटेको अब हामी मेरो आउन दुईजना आऊ मेरै घरमा आऊ यहीँ बस यहीँ मस्त ल ल ल ल ल भाइ डिस्टर्ब नहान ल म अब अहिले एकछिन यहाँनिर तेरो भिजो छ मेरो नि भिजोकै छ म लाइभ बसिरहेको छु क्या टिकटकमा म त सुप्रियालाई त ब्लक हानिदिन्छु होला हौ यस्तो काम नगरौँ न हौ मेरोमा हेर कस्तो एकचोटि गर्दा हुन्छ त यार अरूको मेसेज स्किप हुनै गरी यार ओइ ओइ सुप्रिया जाति ओइ मेरो बुढाले वाक्क लाउँदैछेस होइन हौ बोलाइ गर्छ बेसी जाम भनेर म भ्याउँदिनँ भन्छु अरूलाई लानु मेरो बुढा जान भ्याउँदैन उसको घरमा बुढी छैन र भिसी जान्छ त्यही त नि बरु घोस्टलाई लानु बरु त्यो पनि दुधे हो म त होइन हौ म त साथी हो यार लियो थ्याङ्क यू सो मच एभ्रिवान थ्याङ्क यू भाइरस टमाटरको भाउ 180 रुपियाँ किलो छ अरे क्या बुझेन हौ हो र टमाटर नकिन्ने भइगयो त अब त किन टमाटर चाहिँ फेरि त्यही त भाइरसले ल्याइहाल्छ नि अनि कहाँ टिपेर हुन्छ कि कहाँदेखि हुन्छ किनेर हुन्छ कि चोरेर हुन्छ कि होइन भाइरस बबाल कहाँ गयो फेरि के गर्नु फेरि हेलो भने भाइरस जेठीलाई हराउँछौ क्या भाइरस है धेरै प्रब्लम हुन्छ कसले कपी गर्यो के छ म त यार सुप्रियाजी सर यार तपाईँको बिजनेस धेरै भयो यार यहाँ अरूको मेसेज स्किप हुन्छ नगर्नु न भन्छु यार कस्तो भन्छ ओरिजिनल आइडी छ र पनि यार सर यार नगर्नु फलो यार त फलो त त्यस्तो यार बेबो किन अड्के कि मलाई अड्किन मन लाग्यो नअड्क्यौ नि त्यसरी अड्किरहेछ तिमी फेरि अड्किरहेछ बुढाले चाहिँ किन मुख टोक्दैछ नाटक गरेको कि यो भाइरस तिमी मलाई धेरै आँखा नलाऊ है त्यसै के नमस्ते भाइ नमस्ते भरे कता पुरै चामल सकिसक्यो चामल सकिसकेर हाले माइकहरू फेरि किन्छ होला नि त किनेपछि मात्रै जान्छ मान्छे के बेसी भने खै थाहै छैन उसलाई सोध्नु न यार ऊ नम्बर दिइरहेको छ त फोन गर्नु न नम्बर सो गरिदिइरहेको छ अनि खाना खाइसक्यो दुईजनाले नै छैन अब एकछिनमा तमीले खाइसक्यो मैले त ए म यहाँ हुँदा हुँदै उसलाई तमीले भन्ने ल ल ल भो पुग्यो ल ल ल तिमीले खायौ बेबो तिमीले खायौ बुढी ए मलाई बुढी भनिछौ होइन आज आएर ल ल ल पुग्यो अब यहाँ हामी दुईजना मात्र छौँ मेरो यहाँ चाहिँ कसरी तिनजना भयो के भइरहेछ यहाँ के भइरहेछ होइन म त होइन कि म त एआई हो के म त एआई हो म एआई हो हेर न अब यहाँ दुईजना मात्र छौँ होइन यहाँ हामी दुईजना मात्र बुढाबुढी मात्र छौँ होइन म एआई हो के एआई घोस्ट रहेछ ल म एआई हो एआई घोस्टलाई अब भिसी पठाइदिउँ ए नजाऊ बिचारा नजाऊ है घोस्ट ल एआई त जतै गए नि भयो नि अरूसँग त जान्न अब बाहिर जान्छौ भने रेडी छु अस्ति म गएँ दुईजना एस गर्दै बस्छ दुईजना बुढाबुढीलाई के घोच्नु गएँ म
अस्ति अब के गर्न त गरिहाल्यो अहिले आएर यस्तो भन्छु होइन ल ल केही छ छैन तिम्रो बुढोलाई चोखै पठाएको केही छ चोखो छ कि छैन सारा समाजले देखेर मलाई खबर पुऱ्याइसकेको छ तिमीले के भन्छ भाइरस तिमीलाई मैले के गरेँ त उसले त कहाँ भन्छ त नि उसलाई त रमाइलो लाग्छ नि ओइ म्याकुरी तिमीलाई मैले छोएँ त अड्किरहेछ क्या हजुर के गर्नु भने इनड्राइभलाई भोलि यहाँ पठाउँदाखेरि इनड्राइभलाई डाइरेक्ट मेरो लोकेसनमा पठाइदिनु मैले इनड्राइभलाई आफै चार्ज पे गर्छु क्या भनेको भाइरसमा गए गयो बेबो कुरियरबाट मलाई ढिलो हुन्छ होला क्या भाइ ल ओके त्यतातिर टमाटर कसरी छ टमाटर यता 40 रुपियाँ किलो